हेलो साथीहरू, लु आज चाहिँ वासरुमको इँटा जोड्नु हुँदैछ। यो मुनि प्लम लगाएको बल्ल सेट भयो। सो आजदेखि चाहिँ इँटा लगाएर जोड्दैछ। अब 1-2 दिन टाइम लाग्छ। कम्प्लेन हुनु चाहिँ हेर्दै गर्नुहोस् होला। हाम्रो आज चाहिँ यति इँटा जोडिसक्यो। आजको लागि यति नै, हेर्दै गर्नु होला। साथीहरू, छुट्टीको दिनको काम चाहिँ यस्तै हो। आपाको हेल्पर चाहिँ म हो। यसरी नाप्नुपर्छ है। आपाको हेल्पर चाहिँ म हो। कतापट्टि आउनु? माटोले खायो नि। गाइज, हामीले चाहिँ आज यति बनाइसक्यो। पापा र मेरो काम चाहिँ आज यस्तै हो। साथीहरू, हामीले चाहिँ यति ठोकिसक्यो। अब चाहिँ हामी बाँस काट्नु जानु आँटेको। हाम्रो खेतलाको चिया पकाउने चाहिँ आमा हो। तर एक्लै चिया खानुहुन्छ हैन मम्मी? चिया 3 बेला भात खाएर अझ एक्लै खानु भने तँलाई शरम छैन? मम्मी कामबाट आइकन तातो तातो बनाइदिनु अझ एक्लै खान्छ। मेरो मंकी पापा ऊ माथि। हेलो भयो। माटोलाई अल्टिँदै नि मेरो टाउकोमा चाहिँ नझर्नु। अलिक उता लाग्नु। भाइ ल पक्रि ल। बराबर हाल्छ। बराबरै छ त। अलिक ओले यता बेसी भयो होला। अब यो पनि आइयामै भुडी दुख्यो रक्सी कतै देऊ न हो। यो हेरौँ त उता उता फटाफट जय श्री राम। यहाँ अलिकति लु साथीहरू, यति अँधेरो भइसक्यो। आज चाहिँ यति काम गऱ्यौँ हामीले। ल हे मन्दिरा कुलुङले चाहिँ चादर बोक्दैछ है। टोइलेटको लागि पापालाई सघाएको अरे। मिस्त्रीको हेरफेर है यो चाहिँ। हाम्रो चाहिँ सन्डे काम स्टार्ट भयो साथीहरू। मिस्त्रीको हेरफेर हो। पर टोइलेटको लागि चाहिँ च्यादर लाँदैछ अब ठोक्नुको लागि। यो तार चाहिँ दह्रो भएर नि त्यही त अलिक नरम भएको मजा आउँथ्यो नि तान्नु कि। केही छैन। दह्रो मान्छेले दह्रै तार तान्नु पर्यो साथीहरू। त्यही त। लु अब ओछ्याउनुहोस् त। टेक्नोलोजी फेरि हुँदो रहेछ। हेलो साथीहरू, आज चाहिँ हामीले टेक्नोलोजी युज गर्दैछौँ। नयाँ आविष्कार गरेको आज हाम्रो भिनाजुले। अब च्यादर उब्रेको च्यादर चाहिँ कसरी काटेर फ्याँक्नुपर्छ भन्ने चाहिँ नयाँ टेक्नोलोजी आएको छ। हेर्नुहोस् होला। यो चाहिँ एकदम भेनाको आइडिया हो। साली भेनाले चाहिँ अब च्यादर कसरी काट्दो रहेछ गाइज। हेर्नुहोस् होला हजुरहरूले। ल साथीहरू, अब लु आउँदा मन्दिर तपाईँले यता पर्दैन कि यहाँ थिन्छ नि सिधा बनाउनु पर्छ। साथीहरू हेर्नुहोस् है, तारले चाहिँ कसरी काट्छ हेर्नुहोस्।
ए देख्नुभयो साथीहरू, हजुरहरूले पनि यो टेक्निक अप्नाउनु हुँदा हुन्छ घरतिर इफ च्यादर काट्नु पर्यो भने चाहिँ।